हेलो गुड मर्निङ एभ्रिवान। सुन्दर बिहानीको सुन्दर अभिवादन टक्राउँदै आज गोर्खे हाटको सानो झलक तपाईँहरूको माझमा लगाउन गइरहेको छु र आशा गर्दछु यो दार्जिलिङको गोर्खे हाटको सानो झलक तपाईँहरूको माझमा प्रस्तुत गर्नु गइरहेको छु। आशा गर्दछु अवश्य पनि तपाईँहरूलाई राम्रो लाग्छ होला भनेर सानो भिडियो क्लिप तपाईँहरूको माझमा प्रस्तुत गर्नु गइरहेको छु। हेर्नुहोस् फ्रेस सब्जीहरू ठुलोला बढाएको थियो नि भन्छ नि त तपाईँहरूको गाउँको जस्तो छोराको छ नि हो सेलरोटीहरू पनि छ। यो अचारहरू फ्रेस अचारहरू, यो रिम्बिक बजारबाट आएको रिम्बिक बस्तीको इस्कुसहरू, सब्जीहरू, यहाँनिर छ मसलाहरू, एकदम अर्ग्यानिक मसलाहरू, यहाँनिर सागसब्जीहरू छ, छुर्पीहरू, सेलरोटीहरू छ। फ्रेस काँक्राहरू छ यहाँनिर। यहाँबाट एन्ट्रेन्स हुन्छ यो चाहिँ, यहाँबाट सबै गोर्खे बजार हो। यता मुनि सब्जी पाइन्छ, यता यहाँ माथि यो गलीमा चाहिँ खानेकुरोहरू पाइन्छ। यस्तो खालको ब्यागहरू छ। अनि खाने चिजहरूमा तपाईँहरूको यहाँनिर पाउनु सक्नुहुन्छ। सेलरोटीहरू, आफ्नो वेशभूषासँग आउनुहुन्छ। यहाँनिर कोदोको मोमो पाइन्छ। यो ठुलो भिड छ यतातिर। सबैभन्दा आज बिहिबारे हाट गोर्खा बजार आज धेरै भिड देखिन्छ, किनभने आज मौसम पनि साथ दिएको छ। अस्तिको लास्ट विक पानी परेको कारणले गर्दाखेरि त्यति रमाएको थिएन यो बजार। यहाँनिर बस्तीको अर्ग्यानिक दालहरू पाइन्छ यहाँनिर त्यसरी।
यहाँनिर ससेसहरू पाइन्छ Pork sausage, spicy chicken pickle, Chinese sausage. यहाँनिर कुर्ताहरू कति छौ तिम्रो त? चिया भाइहरू पाइन्छ बन्नु राख्छ है यहाँनिर यसरी सुक्खा सुकुटीहरू पनि पाइन्छ सबै कुरो पाइन्छ म पछि सिक्किम गएर पानीको बोतल निकाल न उसको क्लिपर यहाँनिर चाहिँ अहिले रेडी भएको छैन यहाँ चाहिँ पर्क रोस्ट पाइन्छ मतलब बार्बिक्यू पर्क पाउँछ त्यसै कारण रेडी गर्दैछ यहाँनिर चाहिँ रेडी भइसकेको छ पर्क बार्बिक्यू एकदम राम्रो पाउँछ यहाँनिर यस्तो स्वादिष्ट पाउँछ एकदम आनन्द लिएर गोर्खे बजारको आनन्द लिइरहेको छ चिकन बार्बिक्यू यतापट्टि चाहिँ फेरि अब तपाईँको पर्क नै छ यस्तै छ गोर्खे बजार यहाँको बिहिबार गोर्खे हाट होइन यस्ता उता होइन त्यहाँ भिडियो लामो हुन जाला त्यसै कारण म आजको दृश्यलाई यहीँ नै समाप्त गर्न चाहन्छु सबै फेसबुक साथीहरूलाई आजको दिन मङ्गल होस् भनेर यही कामना गर्दछु